हामी रोमानियाको क्लुज भन्ने ठाउँमा छ हैन, मारामुरेसले यो एरियाको नाम हो। अनि यहाँ हेर्न सक्नुहुन्छ अहिले रातिको 9:30 बजेको छ। अहिले भनेको यस्तो छ, घाम लागिरहेछ अहिले पनि। अनि हाम्रो एउटा साथी आउनु भएको छ बागलुङबाट, अर्जुन नेपाली। उहाँ 3 लाख रुपियाँ महिना कमाउँदै हुनुहुन्छ अनि हामीलाई भेट्न आउनु भएको छ। त्यही भएर भाइहरूले कमाउँदैछ कि छैन भनेर हेर्नलाई। 9:30 बजे राति यस्तो हुँदो रहेछ यहाँ। अहिले नेपालमा त 12 बजिसक्यो होला, तर यहाँ राति 9:30 भएको छ, तर घाम अहिले पनि लागिरहेछ। यो हो पारा हाम्रो। यस्तो मजाको भइरहेछ भन्दा पनि। ल अब बाँकी अर्को भिडियोमा कुरा गरौँला हैन। आजलाई यति नै हो। भन्नुहोस्, केही भन्न चाहनुहुन्छ तपाईँ? ल हस् त, धन्यवाद। लाइक गर्नु होला सबैले। ल भिडियो देखाइदिनु न। यहाँ हेर्नु सब्जी मार्केट पनि रहेछ सानो। यो भर्खरका नपाउनाले हेर्नु। अहिले हामी घुमिरहेछौँ, बाटो हिँडिरहेछ आफ्नो रुमको छेउछाउमा। धेरै दिनपछि अब घुमिरहेछौँ होइन। के भन्नु अब यस्तै हो सर। अब हेर्न सक्नुहुन्छ अहिले बाटो यस्तो छ सर। यो गाडी धेरै छन्, अब हामीलाई बस्न दिँदैन कसैले। साथीले यहाँ भ्लग बनाउँदैछन् कि यो हेर्नुहोस्। ओ जाना ये दिल तेरा दीवाना, जहाँ भी तू जाए तेरे पीछे आए तेरा आशिक। यस्तो टाइपको रुखहरू भेट्छ। के हो यो? फल हो कि फुल हो कि के हो? फुल हो क्या? त्यो उड्थ्यो फर्रेर क्या। सिसाको यो जस्तो देखिने।